आदरणीय विद्यार्थी भाइ बहिनीहरू, आज हामी सर्कल च्याप्टरमा चाहिँ सर्कल हामी धेरै थ्योरिटिकल रूपमा हामीले पढ्यौँ, तर अब हामी सर्कललाई चाहिँ प्र्याक्टिकल्ली वेमा बुझ्न आज हामी गइरहेका छौँ। त्यसका लागि हामीले चाहिँ यहाँ हेर्नुहोस् त के छ त, यो एउटा सर्कुलर एउटा हामीले कार्डबोर्ड बनाएको छौँ, जहाँ चाहिँ के छ त थम्ब पिनहरू हामीले प्रयोग गरेका छौँ। विभिन्न किसिमका रङ्गी बिरङ्गी पिनहरू हामीले प्रयोग गरेका छौँ। यो पिनको बिचमा माझमा एउटा के छ त, पहेँलो पिन छ हो। यो पहेँलो पिन भनेको के रहेछ, सर्कलको सेन्टर रहेछ। सेन्टर भनेको के हो त, एउटा सर्कलको एउटा फिक्स्ड पोइन्ट के हो त, यो फिक्स्ड पोइन्ट चाहिँ मैले यहाँ राखेँ सर्कलको। यसलाई नै हामीले के भन्ने, सर्कलको सेन्टर। सर्कल भनेको के रहेछ त, यसरी क्लोज एउटा कर्भ रहेछ हो। हेर्नुहोस् त, हामीसँग एउटा धागो पनि छ, हरियो धागो छ। यो धागोलाई हामीले कर्भको रूपमा यसरी गर्न सक्छौँ। हेर्नुहोस् त, क्लोज कर्भ भयो, एउटा भयो कि भएन, भयो। सर्कल भनेको के रहेछ त, क्लोज कर्भ रहेछ, जहाँ चाहिँ के हुन्छ त, धेरै यस्ता पोइन्ट्सहरू हुन्छन् जुन चाहिँ पोइन्टहरू के छन् त, सेन्टरबाट बराबर दूरीमा छन्। कतिमा छन् रे, बराबर दूरीमा। अब हेर्नुहोस् त, हामीले त्यो पनि हामी फिक्स गर्न सक्छौँ। ल हेर्नुहोस्, हाम्रो यो सर्कलको सेन्टर भयो, सेन्टरबाट हेर्नुहोस् यो एउटा पोइन्टमा गयो। त्यसपछि फेरि हेर्नुहोस् त, अर्को पोइन्ट यो छ, त्यसै गरी अर्को पोइन्ट यो छ, अर्को पोइन्ट यो छ, र यसै गरी विभिन्न किसिमका हाम्रा पोइन्टहरू छन्। सबै पोइन्ट कति छन् त सर्कलको, कति डिस्टेन्समा छन्, इक्वल डिस्टेन्समा छन् नि, हो कि होइन हो। भनेपछि के रहेछ त, सर्कल भनेको यस्ता साना 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 पोइन्ट्सहरूलाई के गरेर जोडेर बनाएको एक किसिमको के रहेछ त, क्लोज्ड कर्भ रहेछ, जुन चाहिँ के रहेछ त, एउटा फिक्स्ड पोइन्टबाट बराबर दूरीमा अर्थात् इक्वल डिस्टेन्समा रहेको हुन्छ। बुझ्यो विद्यार्थी भाइ बहिनीहरू, बुझ्यो ल। ल विद्यार्थी भाइ बहिनीहरू, अब तपाईँहरूले बुझ्नुभयो सर्कल भनेको के रहेछ, के रहेछ सर्कल भनेको, भन्नुहोस् त के रहेछ, एउटा क्लोज कर्भ हो, जुन चाहिँ के रहेछ त, एउटा फिक्स्ड पोइन्ट अर्थात् सेन्टरबाट बराबर डिस्टेन्समा रहेको हुन्छ, होइन त। ल अब हामीले पढ्छौँ सर्कलका टर्मिनोलोजीहरू पढ्छौँ है। सबैभन्दा सुरुमा हामीले बुझ्नुपर्ने हुन्छ सर्कलको रेडियस भनेको के हो। त्यसको लागि हामीले के बुझ्नु पर्यो त, रेडियस भनेको सेन्टरबाट यस्ता पोइन्टहरूसम्म गएको डिस्टेन्सलाई नै के भनिन्छ, रेडियस। ल हेर्नुहोस् त, यो सेन्टर भयो भएन, यो सेन्टर हो। ल हेर्नुहोस् त, सेन्टर यो भयो, सेन्टरबाट यी प्रत्येक पोइन्टमा गएको लाइन, यो पोइन्टमा गयो, यो पनि रेडियस भयो भएन। सेन्टरबाट सर्कमफेरेन्सको एउटा इन्डसम्म गएको लाइनलाई के भनिन्छ, रेडियस। यो पनि रेडियस हो, यो पनि रेडियस हो, यो पनि हो, यो पनि रेडियस हो। भनेपछि सर्कलमा कति रहेछ रेडियस, इन्फाइनाइट रहेछन्। कति रहेछन्, यो रेडियस हो कि होइन हो। विद्यार्थी भाइ बहिनीहरू, रेडियसको बारेमा बुझ्नुभयो। रेडियस भनेको के रहेछ त, सर्कलको सेन्टरबाट कुनै पनि सर्कमफेरेन्सको पोइन्टमा तानिएको यो लाइनलाई नै के भनिन्छ, रेडियस। हेर्नुहोस् त कति छ रेडियस, धेरै छन् यसमा, हो होइन, इन्फाइनाइट रेडियस छन् कि छैनन्, छन्। अब हामीले बुझ्नुपर्ने कुरा के रह्यो त, अर्को डायमिटर भनेको के हो, यस बारेमा हामीले बुझ्नुपर्ने हुन्छ है त। ल हेर्नुहोस् त, यो सर्कलको के हो, के हो, सर्कलको सेन्टरबाट जाने लाइन र सर्कमफेरेन्सको दुईटा कुनै यो पोइन्ट, दुईटा इन्ड पोइन्टलाई टच गर्ने यो लाइनलाई नै के भनिन्छ, डायमिटर भनिन्छ। के भनिन्छ रे, डायमिटर। ल हेर्नुहोस् त, एउटा पोइन्ट यो भयो, अर्को पोइन्ट यो भयो हो। यो कहाँबाट गयो त, सेन्टरबाट गयो। भनेपछि यो लाइनलाई के भन्यो त, के भन्यो त, डायमिटर। अब हेर्नुहोस् त, तपाईँहरूले एउटा कुरो के बुझ्नु पर्यो भने यो सर्कलमा कति डायमिटर छन् त, हेर्नुहोस् त, धेरै छन् कि छैनन्, छन्। यो पनि डायमिटर हो कि होइन, हेर्नुहोस् त, हो कि होइन, यो हो। त्यसै गरी यो डायमिटर हो कि होइन, भनेपछि डायमिटर कति छन् त यसमा पनि, इन्फाइनाइट छन्।
अब हामीले रेडियस र डायमिटर बिचको सम्बन्ध हामीले बुझ्न आवश्यक छ। हेर्नुहोस् त, अघि हामीले के पढ्यौँ? रेडियस भनेको सेन्टरबाट सर्कमफेरेन्सको कुनै एन्डमा छुने लाइनलाई के भनिन्छ? रेडियस। यस्तो रेडियस त यहाँ कतिवटा, एउटा यहाँ बन्यो र अर्को यहाँ बन्यो, कतिवटा बन्यो त? दुईटा रेडियस। भने चाहिँ यहाँदेखि यहाँसम्मको पोइन्टलाई डायमिटर भन्यो भने हेर्नुहोस् त, यति एउटा रेडियस, यति अर्को रेडियस, कतिवटा रेडियस भयो? भनेपछि डायमिटर भनेको के रहेछ त? दुईटा रेडियस रहेछ, हो कि हैन? इट मिन्स डायमिटर इज इक्वल टु 2 टाइम्स रेडियस, हैन त? ल विद्यार्थी भाइ बहिनीहरू, अब हामीले चाहिँ सर्कमफेरेन्सको बारेमा बुझ्छौँ है। सर्कमफेरेन्स भनेको के रहेछ त? सर्कलको यी आउटर पार्ट। यो के रहेछ त? हेर्नुहोस् त, सर्कमफेरेन्स हो। यो नि के रहेछ त? सर्कमफेरेन्स रहेछ, सर्कलको आउटर पार्ट। यसको मेजरमेन्ट जति छ सर्कमफेरेन्स त्यही हो कि हैन? सर्कमफेरेन्सको बारेमा बुझ्नुभयो? बुझ्नुभयो? अब हामी कर्डको बारेमा बुझ्छौँ। के को बारेमा? कर्ड। सर्कलको कर्डको बारेमा हामी बुझ्छौँ। कर्ड भनेको के हो भन्दाखेरि सर्कलको सर्कमफेरेन्समा रहेका यस्ता पोइन्टहरू छन् धेरै। यो दुईटा पोइन्टलाई छुने लाइनले के भयो त? कर्ड भयो। के भयो रे? हेर्नुहोस् त, यी दुईटा पोइन्टलाई छोएको छ, यो लाइनलाई के भन्यो? के भन्यो रे? कर्ड भन्यो। कर्ड सर्कलमा कति बन्न सक्छ? धेरै बन्न सक्छ। हेर्नुहोस् त, यी बन्यो कि बनेन? कर्डहरू बन्यो नि, होइन? धेरै कर्डहरू बने। तर सबैभन्दा लामो कर्ड चाहिँ के होला त? हेर्नुहोस् त, यो पनि कर्ड भयो, यो पनि कर्ड भयो, यो पनि कर्ड भयो। तर लामो कर्ड चाहिँ के रहेछ त? डायमिटर। के रहेछ? डायमिटर। सो डायमिटर इज द लङ्गेस्ट कर्ड अफ अ सर्कल। के रहेछ? कर्ड अफ अ सर्कल। विद्यार्थी भाइ बहिनीहरू, अब हामी आर्कको बारेमा बुझ्छौँ। के को बारेमा? आर्क भनेको के रहेछ त? सर्कलको सर्कमफेरेन्सको एउटा कुनै पार्टलाई के भनिन्छ? आर्क। जस्तै यति मैले लिएँ भने यो के भयो त? एउटा आर्क भयो। के भयो त? अब यो हेर्नुहोस् त, यति मात्रै, यहाँदेखि यहाँसम्मको एउटा यति आर्क भयो भनेपछि यो पुरै सर्कलमा यो त के छ त? कम छ कि छैन? त्यही भएर यतिमा यहाँदेखि यहाँसम्मको यति आर्क के भयो त? माइनर आर्क भयो। के भयो? माइनर आर्क। तर यताको यति बाँकी रहेको आर्क जुन यहाँदेखि छ, हेर्नुहोस् त, यति आर्क चाहिँ यो के हो त? मेजर आर्क। सिम्पली हामीले के बुझ्नु पर्यो? सेमी सर्कल भन्दा बढी छ भने त्यसलाई मेजर आर्क भन्छौँ, सेमी सर्कल भन्दा कम छ भने त्यसलाई के भन्छौँ? माइनर आर्क। के भन्छौँ? माइनर आर्क, है त? ल विद्यार्थी भाइ बहिनीहरू, अब हामी चाहिँ सेक्टर र सेमी सर्कलको बारेमा अलिकति केही जानकारी लिन्छौँ, है त? सेमी सर्कल भनेको के रहेछ त? सेमी अर्थात् आधा, सर्कलको आधा। हेर्नुहोस् त, सर्कलको आधा, सर्कललाई आधा केले बनाउँछ? रेडियसले हो त? रेडियसले आधा बनायो? बनाएन। तर हेर्नुहोस् त, डायमिटरले आधा बनायो? बनाएन। दुईटा भागमा सर्कललाई डिभाइड गर्यो भनेपछि सर्कललाई सेमी सर्कल बनाउने केले रहेछ त? डायमिटरले रहेछ, हो कि होइन? अब हामी त्यसो भए सेक्टरको बारेमा पढ्छौँ। के को बारेमा? सेक्टर। सेक्टर भनेको के रहेछ भने दुईटा रेडियस, सर्कलको दुईटा रेडियस र आर्क बीचको जुन यो एरिया छ त्यसैलाई हामी के भन्छौँ? सेक्टर। के भन्छौँ? सेक्टर। ल हेर्नुहोस् त, यो पहेँलो सर्कलको सेन्टर हो र मैले यो के लिए त? यति। ल हेर्नुहोस् त, यति आर्क लिए मैले। सर्कलको एउटा रेडियस यो हो र आर्कको रेडियस यो भयो भनेपछि यो एरियालाई के भनिन्छ? सेक्टर। के भनिन्छ? सेक्टर। सेक्टर पनि दुई प्रकारको हुन्छन्। के हुन्छन्? एउटा के हो? माइनर सेक्टर, अर्को के हुन्छ त? मेजर सेक्टर। यदि सेमी सर्कल भन्दा कम साइजको सेक्टर छ भने त्यसलाई के भन्ने? माइनर सेक्टर। सेमी सर्कल भन्दा ठुलो साइजको सेक्टर छ भने त्यसलाई के भनिन्छ? मेजर सेक्टर। के भनिन्छ? मेजर सेक्टर। के भनिन्छ? मेजर सेक्टर। ल हेर्नुहोस् त, यो कस्तो खालको सेक्टर भयो? हेर्नुहोस् त, दुईटा रेडियस र आर्क बीचको एरियालाई के भनिन्छ? सेक्टर भनिन्छ। यो मेजर सेक्टर भयो।
ल अब विद्यार्थी भाइ बहिनीहरू अब हामी सेगमेन्टको बारेमा कुरो गर्छौँ है त। सेगमेन्ट भनेको के रहेछ भने सर्कलको कर्ड र त्यो कर्डले इन्क्लोज गरेको एरियालाई नै के भनिन्छ? सेगमेन्ट भनिन्छ। के भनिन्छ? सेगमेन्ट। ल हेर्नुहोस् त यो के भयो? एउटा कर्ड भयो भएन? कर्ड भनेको भनेर हामीले के परिभाषित गरेको थियौँ कर्डलाई? कर्ड भनेको एउटा स्ट्रेट लाइन हो जुनले चाहिँ के गर्छ त सर्कलको दुईवटा इन्डलाई टच गर्छ भने त्यसलाई के भन्थ्यौँ हामीले? कर्ड भन्थ्यौँ। अब यो पनि एउटा कर्ड हो। कर्ड र आर्कलाई इन्क्लोज भएको एरिया हेर्नुहोस् त यति एरिया हो। यो हो यो कर्ड भयो। यो कर्डले इन्क्लोज गरेको आर्क भयो। कर्ड र आर्कले बनाएको जुन एरिया यो सेगमेन्ट छ यसैलाई के भनिन्छ? सेगमेन्ट भनिन्छ। के भनिन्छ? सेगमेन्ट। सेगमेन्ट पनि कति किसिमको हुन्छन्? दुई किसिमको हुन्छन्। के हुन्छन्? मेजर सेगमेन्ट भनेको के रहेछ? मेजर सेगमेन्ट भनेको सेमी सर्कल भन्दा ठुलो साइज भएको सेगमेन्टलाई के भन्ने? मेजर सेगमेन्ट। माइनर सेगमेन्ट भनेको के रहेछ त? सानो साइज। अब हेर्नुहोस् त यो कस्तो खालको सेगमेन्ट होला हेर्नुहोस् त यो। ल हेर्नुहोस् त कर्ड सर्कलको कर्ड यो हो। यो सर्कलको कर्ड हो। हेर्नुहोस् त विद्यार्थी भाइ बहिनीहरू यो कर्ड हो। यो कर्डले इन्क्लोज गरेको आर्क यो हो। यो यतिको एरियालाई के भनिन्छ? सेगमेन्ट भनिन्छ। अब यो हेर्नुहोस् त सेमी सर्कल भन्दा ठुलो साइजको छ। त्यस हुनाले गर्दा यो के भयो त? मेजर सेगमेन्ट भयो। के भयो? के भयो? मेजर सेगमेन्ट भयो। माइनर सेगमेन्ट त अघि हामीले देखिसक्यौँ। हेर्नुहोस् त यी फेरि पनि यो के भयो त? दुईटा यो कर्ड भयो। कर्डले इन्क्लोज गरेको आर्क सानो छ एरिया। सेमी सर्कल भन्दा पनि सानो छ। त्यही हुनाले गर्दा यो के भयो त? माइनर सेगमेन्ट भयो। हामी कन्सेन्ट्रिक सर्कलको बारेमा अध्ययन गर्न गइरहेका छौँ। ल कन्सेन्ट्रिक सर्कल भनेको के रहेछ त? दुई वा दुईभन्दा बढी सर्कलहरूको यदि सेन्टर एउटै हुन्छ भने त्यस्ता खालका सर्कललाई हामीले के भन्छौँ? कन्सेन्ट्रिक सर्कल। यहाँ हेर्नुहोस् त एउटा सर्कल छ C1 र अर्को सर्कल छ के C2 छ। दुईवटा सर्कल छ तर दुईटै सर्कलको सेन्टर के छ त? O छ। एउटै सेन्टर छ। त्यस हुनाले गर्दा यो सर्कललाई के भनिन्छ? कन्सेन्ट्रिक सर्कल भनिन्छ। के भनिन्छ रे? कन्सेन्ट्रिक सर्कल। कन्सेन्ट्रिक सर्कलको सेन्टर सेम हुन्छ तर रेडियस चाहिँ के हुन्छ त? फरक फरक। हेर्नुहोस् त रेडियस भनेको के रे? सेन्टरबाट सर्कमफेरेन्ससँग तानेको लाइन रेडियस हो। यो सेकेन्ड सर्कलको रेडियसलाई R2 मान्ने हो भने फर्स्ट सर्कलको रेडियसलाई हामीले कति मान्नुपर्ने हुन्छ? R1। हेर्नुहोस् त दुईटा रेडियस भयो कि भएन? एउटा R1 अर्को के भयो त? R2 हो। यो सर्कललाई के भनिन्छ? कन्सेन्ट्रिक सर्कल। विद्यार्थी भाइ बहिनीहरू आजलाई हामीले यति नै गऱ्यौँ। आगामी दिनमा यस्तै किसिमका रोचक भिडियोहरू प्रस्तुत गर्ने नै छौँ। हस्त।